आज गुड फ्राइडे हाम्रा प्रभुले क्रुसीकरण हुनुभएको दिन हो। हाम्रा प्रभुलाई येशू ख्रिस्टलाई परमेश्वरका पुत्रलाई क्रुसमा झुन्ड्याइएको दिन हो। यो सुन्दा अलि अप्ठ्यारो अलि कस्तो लाग्न सक्छ, तर तपाईँले येशू ख्रिस्टलाई राम्रोसँग बुझ्नु भएको छ भने यो कुराले तपाईँको हृदयलाई परिवर्तन गर्छ। उहाँले पापी मानिसहरूको निम्ति आफ्नो जीवनलाई बलिदान गर्दै गर्दाखेरि क्रुसबाट 7वटा शब्दहरू उहाँले प्रयोग गर्नुभयो। सुन्नुहोस् है त, एकदम राम्रोसँग तपाईँले ध्यान दिएर सुन्नुहोस् है। उहाँले पवित्र धर्मशास्त्र बाइबलमा पाउँदछौँ, लुका 23:34 पदमा उहाँले पहिलो बाणी बोल्नुहुन्छ, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरूले के गर्दैछन् सो जान्दैनन्। येशूलाई सताउनेहरूको निम्ति, दुःख दिनेहरूको निम्ति उहाँले क्षमा याचना गर्दै परमेश्वरसँग समस्त मानव जातिहरूको निम्ति उहाँले परमेश्वरसँग बिन्ती राख्नुहुन्छ। र दोस्रो उहाँले क्रुसबाट बोल्नुहुन्छ, लुका 23:43 पदमा क्रुसमा रहेको चोरलाई, जो उहाँका अगाडि दायाँ र बायाँ दुईजना चोरहरू थिए, ती दायाँ र बायाँका चोरहरूमध्ये एकजनाले येशू ख्रिस्टलाई इन्कार गर्दछ र अर्को एकजनाले चाहिँ तपाईँको राज्यमा मलाई पनि सम्झनुहोस् भनेर चाहिँ येशूसँग उसले बिन्ती गर्दछ क्रुसमा टाँगिएको बेलामा। अनि येशूले भन्नुहुन्छ, तिमी आज नै मसँग स्वर्गलोकमा हुनेछौ। येशूमाथि विश्वास गर्नेहरूलाई उहाँले स्वर्गलोकको राज्यमा उहाँसँग राख्नुहुन्छ। र तेस्रो उहाँले क्रुसमा बोल्नुहुन्छ, यूहन्ना 19:26 र 27मा, हे नारी, हेर तिम्रो छोरा, हेर तिम्री आमा भनेर उहाँले भन्नुहुन्छ। येशूलाई जन्म दिनुहुने अर्थात् आफूलाई जन्म दिनुहुने येशू ख्रिस्टले अब यस संसार छोडेर जाँदै गर्दाखेरि आफ्नो आमाको ख्याल गर्दै, याद गर्दै, अब आमाको रेखदेख, स्याहार सुसार, पालन पोषण गर्ने काम सन्त यूहन्ना येशूका 12जना चेलाहरूमध्ये एकजना चेलालाई उहाँले सुम्पनुहुन्छ। र जब उहाँ क्रुसमा छटपटाइराख्नुहुन्छ, उहाँलाई एकदम पीडा हुन्छ, अनि उहाँले त्यतिखेर बोल्नुहुन्छ, आफ्नो कष्टको समयमा परमेश्वरमा उहाँले बिन्ती चढाउनु भयो। पाँचौँ कुरा उहाँले यूहन्ना 19:28मा भन्नुहुन्छ, मलाई तिर्खा लाग्यो। आफ्नो मानसिक पीडा र शारीरिक कष्टको उहाँले महसुस गर्नुभयो र यसो भन्नुभयो। छैटौँ कुरा उहाँले भन्नुहुन्छ, यूहन्ना 19:30मा सबै पुरा भयो। उहाँले भन्नुहुन्छ, ती सबै के कुरा पुरा भयो भने व्यवस्थाको पुस्तकले, अगमवक्ताको पुस्तकले र परमेश्वर स्वयंले भन्नुभएको प्रतिज्ञा र गर्नुभएको अगमबाणीहरू, येशूको जन्मको कुराहरू, येशूको कष्ट मृत्युको कुराहरू, परमेश्वरको पुत्रले पाउने सजाय, क्रुसको बलिदानको कामलाई चाहिँ येशू ख्रिस्टले पुरा भयो भनेर उहाँले भन्नुभयो। अर्थात् उद्धारको काम चाहिँ पुरा भयो भनेर येशू ख्रिस्टले घोषणा गर्नुभयो। र सातौँ अन्तिम कुरा हो, लुका 23:46 पदमा उहाँले भन्नुहुन्छ, पिता, मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु। यो भनेर येशू ख्रिस्टले आफ्नो जीवनलाई त्याग्नुहुन्छ, आफ्नो प्राणलाई क्रुसमा त्याग्नुहुन्छ। र यो भन्दै गर्दाखेरि उहाँले आफ्ना सबै कार्यहरूद्वारा हामीलाई आशिषित तुल्याउनु भएको छ। येशू ख्रिस्टद्वारा पितालाई महिमा होस् र पवित्र आत्माले हामी सबैलाई उहाँको क्रुससम्म बढ्दै जानको निम्ति अनुग्रह प्रदान गर्नुभएको होस्। आमेन। सबैलाई जय मसीह। भारत